तपाईको नाम भनिदिनुस् त। मेरो पेमा साङ। अनि मम तपाई यहाँ डिटक्स गर्न चाहिँ अहिले कति पटक आउनुभयो? 2 चोटि। कति दिन भयो आज? खोइ अस्ति कति हो? तीन गते। बिहिबार शुक्रबार शनिबार आइतबार सोमबार मङ्गलबार आज 6 दिन हुन्छ। आज 6 दिन भयो है। 6 दिन भयो, बिसेक भयो। अनि तपाईको पहिला रोग के थियो मम? अहिले तपाईलाई कस्तो भइरहेछ? मेरो पहिला घोडामा बेदलाको फेरि त सबै ठाउँमा दुईरै खुट्टा बिमारी भएर कपालदेखि मुनि पुरै दुखेको। अहिले त बिसेक भयो। कम्मरदेखि मुनि पुरै दुखिरहनु भएको थियो। तपाईँ लौरो पनि टेकेर आउनु भएको थियो है? लौरो टेकेर 4 पाउ टेकेर हिँडेको। अहिले तपाईँको लौरो खोइ त? त्रिशुली काट्नु पाल्यो भनेको मैले सबैले। लौरो टेक्नै पर्दैन, बिसेक भयो के? लौरो टेक्नु पर्दैन, बिसेक भयो। अनि तपाईँ के भन्नुहुन्छ त? यो थेरापी गरेर चाहिँ यो थेरापीमा आउनेहरूलाई तपाईँलाई धेरै सोधिरहनु भएको छ होला, कहाँ के गर्नुभयो भने तपाईँले के भनिदिनु भएको त? मैले हुने रहेछ यो कुरा त मैले झुट बोलेको होइन। म बुढी मान्छे, यसरी दुःख गरेर हिँडेको मान्छे अहिले ठिक भयो, मैले जाति भयो भनिदिएको। तपाईँ खुसी हुनुहुन्छ है? खुसी त हो। 6 दिनमा तपाईँले लौरो सौरो फालेर ठमठम्दी हिँड्ने हुनुभयो। हजुर, दिनैको च्यालल खेलेर हिँडेको छ। अनि अब म मेमे र ममलाई सोध्छु है त। अनि मम खाली बताजी त च्याप्ताजी। अनि हाम्रो मेमेलाई चाहिँ अब मेमे कति पटक आउनुभयो यहाँ? म 3 चोटि आइसक्यो। अनि कस्तो पाउनुभयो मेमेलाई? मलाई अब 50% बिसेक भयो। 50% बिसेक हुनुभयो है। अनि मेमेले उहाँलाई चाहिँ मेमेलाई चाहिँ आफू ठिक हुनु भएपछि उहाँले ममलाई लिएर आउनुभयो। मम दुई र ममलाई लिएर। अनि त्यसपछि उहाँको बहिनी उहाँको ममलाई पनि लिएर आउनुभयो। बहिनी होइन, म दिदी। ल दिदी। अनि तपाईँहरू 3 जनालाई चाहिँ अब यो भिडियो हेरेर अनि आउँछु भन्न चाहनेहरूको लागि चाहिँ के भन्न चाहनुहुन्छ भनिदिनुहोस् त। अब आउने भन्नेहरूलाई म पुर्याउनै आउने के यहाँ म लिएर आउँछु। ल मेमेलाई चाहिँ धेरै धेरै धन्यवाद। जस्तो आफूलाई सन्चो भइसकेपछि चाहिँ अरूले पनि सन्चो हुनुपर्छ, निको हुनुपर्छ भन्ने भावले चाहिँ मेमेले भन्नुभएको छ। 3 भागमा अब 2 भाग मेरो रोग निको भइसक्यो, 1 भाग हुँदैछ। अब अर्कोचोटि आउँदाखेरि म ठ्याक्कै 27 हुन्छ, 20 हुन्छ। ल धन्यवाद मेमेलाई। मम केही भन्न मन लाग्यो हा? तामाङ भाषाले भन्दैन न। ताई पनि मेरी मम्मी त